बनाएको होइन त्यस्तै के हिँडेको र यो सुरुमा लामाको पहिला हो भनेर दर्शन गर्थ्यो नि त्यही त्यस्तै हो नि बुबु भाइ बहिनीलाई सम्झेर आउनुभयो हामीलाई लिन यसो सरसहयोग गर्नुभयो हजुर विशेष गरी धेरै धेरै धन्यवाद हाम्रो ग्रुपहरू रातारात आउनु नि पिच रोड देखाउँ न जति राम्रो बाटो होइन राम्रो छैन भन्छ पिच रोड देखाउँ ल खिचिरहेको छ ल तिमीलाई मै त हेर न यो कसले यात्रा सुरु है आज डे 1 को हाम्रो कस्तो छ भने आज चाहिँ ग्रुपमाथि 6 जनाको लागि नयाँ वर्ष मनाउनुलाई सबैभन्दा पनि मनाउनु नयाँ वर्ष मनाउनु भन्दा पनि नि हाम्रो हिजो 1 गतेको चाहिँ पिकनिकले गर्दा भ्याइएन सो 5 जना 6 जनाको ग्रुप चाहिँ आज बहिनीहरूसँग गाउँठाउँ रमाइलो त छ नि त बहिनीहरू उतादेखि गएको छन् अब तल भेट हुने हो यो रोड चाहिँ आमा यस्तो उकालाई मान्नै पर्ने यहाँदेखि हुँदै भिड चाहिँ आम्बो यस्तो उता गएको चाहिँ पुरा अप्सुवा खोला यत्र यत्र इங்கே जलुङ दिँदो खाँदैन रहेछ नाक्को मेगु यो पहिरो चाहिँ कुन हो यो भएको पहिरो गएको पारीको पहिरो चिर्खाङ मक्सुवा हामी त पल्लोदेखि पाएको त म सिमो बता ए मागे तो गए जी ऐसे उरो ये सुरु के ऐसे मुंगा पा पास तू खाइ पर्ने यो पानी चाहिँ यति मिठो आमा यस्तो भिड देखेको कति सफा देखि निस्केको पानी यस्तो मिठो टाइपको छ हो यहाँदेखि लगेको ग्रुप चाहिँ बोल्दा भेट भयो खतरा निस्किने रहेछ त सरे गरिलाई जाऊ मोटु तिम्रै नामको गर्मी साउँदै देउरालीले मिठो गीत गायो हिउँले लो पानी परेर यस्तै हो नि भाइ हो नि ए सबै रोडले बिगारिसक्यो त्यो बजार लाग्ने ठाउँ त यो रहेछ न यही हो नि यत्रो उकालो हामी बिचराको याङड्याङ हामी लगभग अब गोङताल आइपुग्न लागेछ है गोङताल अब सबै त प्रायः जसो उनी ल्याइसक्यो रोडदेखि पहिला त बाटो यही थियो नि अहिले त मान्छे जाँदैन होला त कि जान्छ जाउँ होइन हामी चाहिँ यहाँ गोङसाको आइपुगिसक्यो यहाँनिर फोटो खिच्नुलाई तम तयारी है लगभग गोङताल निस्किनु आँटीमा अब सेसीमा नपुग्यो हुन्छ बच्चाहरूले पुरै हाल्छ धाप त अनिवार्य हुन्छ टेन्सन जिते त के गर्नु जाउँ भाउजू ले चले बहिनी हामी गोङताला टेकिसक्यौँ है गोङताला ग्रुप आई लगभग यतादेखि हामी यहाँ गोङताला हुँदै डबडा हुँदै सैसीमासम्मको यात्रा भ्यू छ योभन्दा 2 वर्ष अगाडि पनि आएको थिएँ म यो ठाउँ तर एकदम राम्रो छ यो ठाउँ चाहिँ
हामी त उता जानु पर्ने छ नि त कहाँ पर नि निस्किनु पर्ने छ कहाँ हो माथिदेखि निस्कौँ न त नि तल यहाँदेखि झर्दा जानुपर्छ त पर्छ त थाहा छ त ल लागे भाइ यो त हाम्रो लथालिङ्गे बहिनी लथालिङ्ग न तुदी मलाई जे उता हुन्छ को मनिषा त्यो राम्रो आलु बारे हो सेपको काम कसम आलु चाहिँ आलु बारी बहिनीले बाटो बिर्स्यो हो र अब लाग्यौँ है शेर्पा गाउँदेखि हुँदै न हो चाहिँ मकालु सिलिचोङ गाउँपालिका 5 शेर्पा गाउँ यस्तो दामी ठाउँ है यस्तो माथि यहाँनिर गुम्बा हो यस्तो हुँदै आलुबारी हेर्नु यस्तो राम्रो आलुबारी यो नयाँ वर्षको घुम्न आउँदाखेरि यस्तो राम्रो आलुबारीहरू भेटियो क्या यस्तो राम्रो छ यस्तो भने चाहिँ यहाँदेखि बाटो नभएर यहाँ हुँदै लगभग पहिला चाहिँ तलदेखि गइन्थ्यो अहिले यहाँदेखि बाटो छैन है त्यो रोडले गर्दा बिचरा हो ओहो माथि हाम्रो खोकाहरू बसिराख्नु भएको छ घुमघाम यस्तै शेर्पा गाउँ आइज छो सतुवा वाट अ ब्युटिफुल हेर न भाइ कत्रो भइसकेको छ यहाँ यो चाहिँ के अरे तो हो अरे बेलुका घुम तल हुँदै यस्तो हुँदै बाटो चाहिँ यही बाटो हुँदै लाग्यो है त ग्रुपहरू चाहिँ लागिसक्यो यहीँ बहिनीहरूसँग चाहिँ लाग्दैछौँ अब फटाफट विगत 2 वर्ष अगाडि आउँदा पनि यो बाटो चाहिँ यस्तो राम्रै थियो अहिले पनि एकदम राम्रै भइरहेको छ नबडक जाने बाटो यस्तो राम्रो लेकतिरको बाटो यस्तै हो कि एकदम राम्रो छ लु अब यो चाहिँ कुन के अरे यो डाँडा छोर्तेन डाँडा छोर्तेन निस्क्यो यस्तो छ भ्यूजहरू खतरनाक डाँडा छोर्तेन तर यो राम्रो छैछ यो त सबै किन नानाहरूसँग त तलै देखियो माथि ओ यसो कान्छी हुन्छ नि त एउटा तरिका बाटो चाहिँ एकदम राम्रो छ है एकदम प्रिटी क्या गरे हामी मान्छे जति प्रिटी त्यो भन्दा राम्रो बाटो प्रिटी तर एकदम बेकार जुग्गा त्यस्तै यतिजना है हामी चाहिँ मेरो दाजु चाहिँ लडिहालेको ड्याममा ब्लड छ भन्दै लडिहालेको ब्लग अन थिएन के क्यामेरा अन थिएन यस्तो गरिदिनु यस्तो के को बिरो हो तर यता लास्टै अल्छी अल्छी म हामी त यहाँ हेर यो त कम्ती अल्छी अल्छी मान्छेहरू म मात्र हो क्या यहाँ पुर्ती त के गर्नु मलाई नै लास्टमा सडक हान्छन् मलाई नै नराम्रो के गर्नु र म त मलाई यो ठाउँ मन परेको यो बाटो एकदम राम्रो छ
राम्रो पुल हो है बाटो पनि ब्युटिफुल के भन्छ इङ्ग्लिसलाई बाटो पुललाई पुलै होला है फेरि हाम्रो त कडा छ नि त इङ्ग्लिस जस्तो छ इङ्ग्लिस भन्नु चाहिँ भन्दा जान्छ इङ्ग्लिस होइन अङ्ग्रेजी मिस्टेकली भिडियोमा भिडियो अगाडि गएर बनाऊ एकदम अगाडि गएर भिडियो बनाऊ हामी आउँछौँ होला आधासम्म बनाऊ पुल त थाहा छैन है मलाई त नाम त कन्सा पुल हेरे त कन्सा पुल हेरे एकदम ब्युटिफुल छ देखो ना गाइस आए मतलब देखो ना गाइस देखो पुरा झन्डै यही फोटो खिचे टाइम कन्ट्रोल गर्ने अझ ढिलो भइसक्यो सोइसिङ पुल पनि अझै 2-3 घन्टाको बाटो छ होला हिँड्न चाहिँ होइन सबै अल्छीहरू छ हेर म फर्स्ट सुरुमा हिँडेको मेरो पछि आयो भनेको कोही आउने होइन हिँड्न सक्ने होइन ऊ हाम्रो दाजु हेर बात गर्दा है दाजु के यस्तो गरेर चार्जर चाहिँ हिँड न त नि ए ठ्याक्कै यो गरेर यहाँ छौ केशर अब चाहिँ हामी दाबाटाक भन्ने यहाँ थियो हामी आउँदा दाबाटाक के हो नभए पुग्यौँ फाइनली चाहिँ राम्रै हो तर बाटै खराब मलाई चाहिँ इधर उनीहरू ढुकमुक्क भइरहेछ बल्ल मान्छे यहाँ स्टार्ट भइसक्यो हामी मेन आएको चाहिँ यहीँ हो खास चाहिँ तर अब कहाँ जानु भन्छ नि दाजु यहाँबाट जान्छौँ हामी रहेछ म एकदम ब्युटिफुल रहेछ त यहाँ त वाउ राम्रो रहेछ एकदम राम्रो छ राम्रो चाहिँ गाउँ चाहिँ एकदमै राम्रो छ राम्रो चाहिँ यो राम्रै हुन्छ यहाँ घुम्नको सिल्चोङ नौपालिका 5 है यता नि अब यो पुरै हेर टुरिस्टहरू पनि एकदम उब्रेछ व्यवस्थित तरिकाले अन्दाज छैन खालको मेरो लागिरहेछ यो प्रोजेक्ट बनाइदिएको चाहिँ कति घर 5 वर्ष 6 वर्ष रात परेर बिचरा ओ नाना नै ठिक लाग्छ रात परेर सैसीमा हिँड त्यस्तो पर्छ त किन तपाईँलाई भनेको होइन अलिकति टाइममा हिँड्नु है भनेको हो यस्तै हुन्छ र कस्तो लाग्यो बास बसौँ भन्ने आफै अनि जब बास त लगेकै हो त अनि हाम्रो के गल्ती हो र लु है हामी त फर्केर जाने भनेको पो त ल त्यसरी काट्नु हुँदैन है ल एक दिनु तपाईँलाई झोला मैले अघि गोठ दादा आइसियो न ओ दादा दादा हामी त आइपुग्यौँ त दादा सबै एउटै घरको आइपुग्यो है ल है भन्छ कुन ठाउँ अरे मेरेङ डाँडा लु मेरेङ डाँडा ए नमस्ते सबै एकै मुष्टमा आउनु नि पिच रोडदेखि आउँ न जति राम्रो बाटो होइन नि राम्रो छैन भन्छ पिच रोडदेखि हाम्रो खिचिरहेको छ ल तिमीलाई आऊ त गोठाला त यता पो हुनुहुन्छ त रियल गोठाला चाहिँ यता है नक्कली गोठाला चाहिँ यता
गोठ यता पनि है ए मस्त रहेछ लु है लु एक मुष्टमा साइन अनुसार नमस्कार छ है यहीँदेखि आउनु हान्दैन होला देमा के अरे देमा हो ल अब चिन्दैन अब यस्तो पो म त खै कोन त खै के पर्छ कसो हो हो र ए हो र बच्चा खै लु सरकार त नि के हो यार कति ब्युटिफुल हो वाउ यो नो 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 यहाँ चाहिँ हेर न यहाँ चाहिँ यहाँको यसले हान्छ बच्चा हो नि यसको पुगेर वाट क्युट कस्तो क्युट छ ओ हेर न यो लु 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 कसले धेरैमा बस्दाखेरि कति कति महिना जति बस्नुहुन्छ तपाईँहरू ए 20-22 दिन है यसरी बस्नुहुन्छ अच्छा गोठ तपाईँहरू गोठ चाहिँ एक्लै कि ए सँगै सार्नुहुन्छ सँगै नजिक नजिक यसरी बस्नुहुन्छ कति कति गोठ जति बस्नुहुन्छ ए 3 घर यो 2 घर भयो अलि मासतिर ए देखा बिचरा हो के खाने ल खाने हामी त साँच्ची नै लास्टै राजा हुँदै आयो राजा भन्दा तल्लो हुँदै आयो है यहाँ त गोठ उइसे तपाईँको छोरा भाउ एउटा काठ बोकेर गइराख्नु भएको थियो ए नेट कोही यस्तै हो नि बुबु भाइ बहिनीलाई सम्झेर आउनुभयो हामीलाई लिन यसो सर सहयोग गर्नुभयो विशेष गरी धेरै धेरै धन्यवाद हाम्रो ग्रुपहरू रातारात हाम्रो दाइ हुनुहुन्छ भनेर यता आउनुभयो मैले जम त बिहानै छिटो गरौँ है त भनेको ए निलैले होइन नि गुरु निनीहरुको पनि फेरि ठुलो शोक मेटिन्छ ल बनाएको हैन त्यस्तै के हिनेको र यो सुरुमा लामाको पहिला हो भनेर दर्शन गर्थे नि त्यही यहाँ पनि पहिला चाहिँ यही मात्रै दाजु यो ठाउँमा चाहिँ खै कतातिर थियो होला यता हो यहाँदेखि हिँड्नुहुन्थ्यो है हामी चाहिँ रातारात भए पनि अब रात परियो भोलि पनि त हेर्नु मिल्दैन यो ढुङ्गा पहिले कता फर्केको यता हामीपट्टि नि कस्तो राम्रो है यहाँ